अध्याय 23 पुस्तक प्रेरित। पावलले महासभातिर एकटक लाएर हेरेर भने, भाइ हो, आजको दिनसम्म परमेश्वरको दृष्टिमा मैले शुद्ध विवेकले जीवन बिताएको छु। यस कुरामा प्रधान पुजारी हननियाले तिनको छेउमा उभिनेहरूलाई मुखमा हिर्काउने हुकुम दिए। तब पावलले उनलाई भने, हे चुन पोतेको भित्तो, तिमीलाई पनि परमेश्वरले प्रहार गर्नुहुनेछ। तिमी व्यवस्था बमोजिम मेरो इन्साफ गर्न बसेर के व्यवस्थाको विपरीत मलाई हिर्काउने हुकुम दिन्छौ? अनि छेउमा उभिनेहरूले भने, के त परमेश्वरका प्रधान पुजारीको अपमान गर्छस्? तब पावलले भने, भाइ हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन, किनकि लेखिएको छ, तैँले आफ्ना जनताका शासकको खराबी नबोल्नु। तर त्यस महासभामा एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन् भन्ने थाहा पाएर पावलले उच्च स्वरमा भने, भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्थानको कारण मेरो मुद्दा चलिरहेछ। तिनले यसो भनेपछि फरिसीहरू र सदुकीहरूमा मतभेद भयो र भिडमा फाटो पर्यो, किनकि सदुकीहरू भन्दछन् कि पुनरुत्थान, स्वर्गदूत, आत्मा भन्ने केही पनि छैन, तर फरिसीहरू ती सबै मान्छन्। त्यहाँ ठुलो हहल्ला मचियो र फरिसी दलका कोही शास्त्रीहरू खडा भएर यसो भन्दै प्रतिवाद गर्न लागे, यस मानिसमा हामी केही खराबी पाउँदैनौँ। यदि आत्मा वा स्वर्गदूतले यिनलाई यसो भनेका हुन् भने के त? त्यहाँ ठुलो मतभेद भएपछि उनीहरूका हातबाट पावल लुछालुछ पारिएलान् भन्ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई उनीहरूका बीचबाट बलजफ्तीसँग ल्याएर ब्यारेकभित्र लैजानु भनी आज्ञा दिए। भोलिपल्ट राति प्रभुले तिनका नजिक उभिएर भन्नुभयो, साहस गर पावल, किनकि जसरी तिमीले यरुसलेममा मेरो विषयमा गवाही दियौ, त्यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ। शीर्षक: पावललाई हत्या गर्ने षड्यन्त्र। बिहान उज्यालो भएपछि यहुदीहरूले आपसमा गट्ठा बाँधेर पावलको हत्या नगरेसम्म केही नखाने र नपिउने शपथ खाए। यो षड्यन्त्र गर्ने मानिसहरू 40 भन्दा पनि बढी थिए। यिनीहरूले मुख्य पुजारीहरू र धर्मगुरुहरू कहाँ गएर भने, पावलको हत्या नगरेसम्म हामी केही खाने छैनौँ भनी हामीले दृढ शपथ खाएका छौँ। यसकारण तपाईँहरू र महासभा मिलेर सेनापतिलाई अपिल गर्नुहोस् र त्यसको मुद्दाको निर्णय अझ ठिक रूपले गर्नुपर्छ भन्ने बहाना बनाई त्यसलाई झिकाउनुहोस्। अनि त्यो यहाँ आउन साथ हामी त्यसको हत्या गर्न तयार रहन्छौँ। अब पावलको भतिजले यो षड्यन्त्र थाहा पाएर ब्यारेकभित्र गई पावललाई सुनाइदियो। तब पावलले कप्तानहरूमध्ये एकजनालाई बोलाएर भने, यस युवकलाई सेनापति कहाँ ल्याइदिनुहोस्, किनकि यसको उहाँसँग केही भन्ने कुरा छ। यसकारण उनले त्यसलाई लिएर सेनापति कहाँ पुर्याएर भने, बन्दी पावलले मलाई डाकेर यस ठिटालाई तपाईँ कहाँ लैजानु भनेको छ। तपाईँलाई भन्नुपर्ने केही कुरा छ अरे? सेनापतिले त्यसको हात समातेर एकातिर लगी एकान्तमा सोधे, तैँले मलाई भन्ने कुरा के हो? त्यसले भन्यो, यहुदीहरूले पावलको विषयमा अझ राम्रै सोधपुछ गर्ने निहुँ गरी भोलि तिनलाई महासभामा ल्याइदिनुहोस् भनी तपाईँसँग अनुरोध गर्ने मतो गरेका छन्। तर तपाईँले तिनीहरूको कुरा नमान्नुहोला, किनकि तिनीहरूमध्ये 40 भन्दा पनि बढी मानिसहरूले तिनको हत्या नगरुन्जेल केही खानपान नगर्ने शपथ खाएर तिनलाई मार्नलाई ढुकेर बसेका छन् र अब तिनीहरू तपाईँका वचनको आशा गरी तयारीमा छन्। यसकारण सेनापतिले त्यस ठिटालाई यसो भन्ने आज्ञा दिएर पठाए, तैँले मलाई यो खबर दिएको कुरा कसैलाई नभन्। शीर्षक:
पावल कैसरिया पठाइएका। त्यसपछि तिनले कप्तानहरूमध्ये 2 जनालाई बोलाई भने, आज राति 9 बजेतिर 200 सिपाहीहरू 70 जना घोडचढी र 200 भालावालहरूलाई कैसरियासम्म जान तयार पारिराख। अनि पावलको निम्ति पनि घोडाको व्यवस्था गर र उनलाई सुरक्षा साथ हाकिम पौलुस कहाँ पुर्याऊ। तिनले यस किसिमको पत्र पनि लेखे, माननीय हाकिम फेलिक्सलाई क्लोडियस लुसियसको अभिवादन। यस मानिसलाई यहुदीहरूले पक्रेर मार्न खोजेका थिए, तर यो रोमी नागरिक रहेछ भन्ने मैले थाहा पाई फौजसँग त्यहाँ पुगी यसलाई छुट्याए। कुन अभियोगमा तिनीहरूले यसलाई दोष लगाएका रहेछन् भनी जान्ने इच्छाले मैले यसलाई तिनीहरूको महासभामा ल्याएँ। तिनीहरूले व्यवस्थाका प्रश्नबारे यसलाई दोष लागेका रहेछन्, तर ज्यान सजाय अथवा कैद गर्नुपर्ने माफीको केही दोष मैले भेटाइन। यस मानिसको विरुद्ध षड्यन्त्र हुँदैछ भन्ने कुराको सूचना मलाई दिइयो र यसलाई तुरुन्तै तपाईँको सामने पठाएको छु र यसको विरुद्ध दोष लाउनेहरूलाई पनि तपाईँको सामु बयान दिनु भनी आदेश गरेको छु। यसैले आज्ञा पाए बमोजिम सिपाहीहरूले पावललाई राति नै एन्टिपाट्रिसमा पुर्याए। घोडचढीहरूलाई तिनको साथ जान त्यही छोडेर अर्को दिन तिनीहरू ब्यारेक फर्के। कैसरियामा पुगेपछि तिनीहरूले हाकिमलाई पत्र बुझाई पावललाई पनि उनका सामुन्ने हाजिर गराए। उनले पत्र पढेपछि तिनी कुन जिल्लाका हुन् भनी सोधे। तिनी किलिकियाका हुन् भन्ने थाहा पाएपछि उनले भने, तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्नेछु। अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्नु भनी हुकुम गरे।